छ, मसँग 2/3 छ, त्यसकारणले गर्दा मैले जे कानुन बनाए पनि हुन्छ भन्ने थियो। त्यो भ्रमले तपाईँलाई डुबाउँछ भनेर सम्झाएको थिएँ। अहिले सरकारलाई पनि कुरा सम्झाउनु पर्ने भयो। सरकारसँग 2/3 छ, सरकारसँग जहिले पनि बहुमत हुन्छ, होइन सरकार भन्छ। बहुमतले जहिले कानुन बनाउन सक्छ, तर कस्तो कानुन बनाउने, त्यो कानुनको प्रयोग कसरी गर्ने भन्ने कुरा बडो महत्त्वपूर्ण कुरा हो। यसमा सरकारको ख्याल पुगेको छैन, हामीले सम्झाउनु पर्छ भन्ने कुरा हो एउटा। दोस्रो विषय अध्यादेशसँग जोडिएको विषय छ। नेपाली कांग्रेस पार्टीले यो अध्यादेश ल्याउने विषयलाई अध्यादेशै ल्याउन पाइँदैन, अध्यादेशबाट शासन गर्यो, अध्यादेश गलत छ भनेर यो विषय वस्तुले यसरी उठाउने कुरा उपयुक्त हुँदैन, यसरी उठाउनु हुँदैन। अध्यादेश ल्याउने संवैधानिक व्यवस्था छ, यो हामीले पनि ल्याएका छौँ, भोलिका दिनमा ल्याउने परिस्थिति बन्छ। तर विषय खालि केसँग जोडिएर आउँछ भने अध्यादेश केका लागि ल्याइएको, कुन नियतले ल्याइएको भन्ने कुरा चाहिँ जहिले पनि हेर्नुपर्ने हुन्छ। अहिले दर्जनौं कानुनहरू आएका छन्, यी कानुनहरू अब राष्ट्रपतिले अध्यादेश बनाइसक्नु भएको छ, अब संसदमा आएको छ। हामीले आज हाम्रो दललाई भनेका छौँ, यो प्रत्येक अध्यादेश जुन चाहिँ अहिले अब संसदमा आउँछ, त्यो आइसके पछाडि यसलाई भोलि प्रतिस्थापन विधेयकको रूपमा आउँदै गर्दाखेरि यसभित्र कुन विषय संविधान सम्मत छ, कुन विषय संविधान सम्मत छैन, कसले नागरिकको हक अधिकार खोसेको छ, कुन ठिक छ कुन ठिक छैन भनेर यसलाई जाँच्ने, त्यसको आलोकमा प्रश्न उठाउने र आवश्यकता अनुसार सच्याउनका निम्ति जवाब दिने तपाईहरुको काम हो। यो भूमिका निर्वाह गर्न भनेका छौँ। हाम्रो सबभन्दा ठूलो आपत्ति संवैधानिक परिषद सम्बन्धी व्यवस्थामा छ। यो संवैधानिक परिषद सम्बन्धी व्यवस्था अहिले आएको अध्यादेशमा छलफल गर्दै गर्दा यो संविधानमा किन राख्यो भनेर हेर्नुपर्ने हुन्छ। मैले आज साथीहरुलाई यहाँ संविधानको त्यो अंश यहाँ सुनाएको पनि छु। हामी जहिले पनि संविधानको धारा हेर्छौं, तर हामी संविधान सभाले बनाएको संविधान हो। म त्यो समितिमा थिएँ, हामीले बसेर काम गरेको। विश्वको सबै संविधानमा संवैधानिक परिषदको व्यवस्था हुँदैन, हाम्रोमा छ। र हाम्रो संवैधानिक परिषद गजबको छ, जहाँ राष्ट्रिय सभाको अध्यक्षदेखि उपसभामुखदेखि प्रमुख प्रतिपक्षी दलको नेतादेखि सबैको व्यवस्था। यस्तो व्यवस्था किन राख्यो? हामीले संविधान बनाउन लेखेका छौँ, यसलाई हामीले वाचडग भनेर नाम दिएका छौँ। र यहाँ के भन्छौँ हामी भने संवैधानिक निकायहरूमा सरकार प्रमुखको नियन्त्रण नरहोस् भनेर, सरकार प्रमुखको दादागिरी नचलोस्, उसको मनोमानी नचलोस् भनेर संवैधानिक परिषद बनाउनु पर्छ है भनेर भनेको। तर 77 सालबाट हामीले हेर्यौं भने प्रधानमन्त्री हुनुभएको व्यक्तिले के गर्नु भएको छ, यो संवैधानिक परिषदमा ल्याएर उपयुक्त नाम ल्याएर सबैले स्वीकार्य हुने गरिकन प्रस्ताव लिएर जान्छु भन्ने भन्दा पनि म आफ्नो मान्छे छान्छु, त्यो छान्ने कुरा पारित गर्नको लागि म यो संवैधानिक परिषदको कानुन चलाउँछु। कानुन पनि कसरी चलाउँछु, अध्यादेशहरू चलाउँछु भनेर प्राय सबै प्रधानमन्त्रीले छेडखानी गर्नुभएको छ। र त्यो छेडखानी गर्दै गर्दा प्रत्येक पटक हामी त्यसको विरुद्धमा उभिएका छौँ। हामी त नेपाली कांग्रेस आफै सरकारमा भएको बेलामा समेत पनि कांग्रेस पार्टीबाट निर्णय गरेका छौँ यो संवैधानिक परिषदमा छेडखानी हुँदै गर्दा। कुनै एउटा बेला थियो जतिखेर पूर्व प्रधानमन्त्रीजी हुनुहुन्थ्यो, पूर्व प्रधानमन्त्रीजीलाई के लाग्यो भने प्रतिनिधि सभाको सभामुख मात्रै मेरो अनुकूल छ, यस्तो संवैधानिक परिषदको व्यवस्था गर्न खोजियो कि 2 जना भने बहुमत पुग्छ भनेर। अहिले के गरिएको छ, भोलि संवैधानिक परिषदको बैठक बोलाएको छ 5 बजे। प्रधान न्यायाधीश कसलाई बनाउने भन्ने बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा सोच बनाएको छ। त्यो प्रधान न्यायाधीश बनाउने पात्र प्रस्तुत गर्छु, त्यो पात्र प्रस्तुत गरेर तर्क प्रस्तुत गर्छु, यसको आधारमा संवैधानिक परिषदबाट यो निर्णय गराउँछु भनेर होइन। मैले प्रस्तुत गरेको प्रस्ताव म पारित गराउँछु भनेर कस्तो जालजेल गरिएको छ भने प्रधानमन्त्री हुनुहुन्छ, सभामुख हुनुहुन्छ र भोलि कानुन मन्त्री आउनुहुन्छ। र कानुन मन्त्री आइसकेपछि 3 जनाले पारित गरेको कुरा बहुमत हुन्छ भनेर यो प्रधान न्यायाधीश कसलाई बनाउने, आफूले खल्तीबाट झिकेको नामलाई प्रधान न्यायाधीश बनाउने, जसलाई मन लाग्यो त्यसलाई बनाउने, त्यहाँभित्र अमङ द उम्मेदवार। यो कुरा सोचेर यसरी त्यो संवैधानिक परिषदमाथि आफ्नो नियन्त्रण राख्नका निम्ति यस्तो धेरै ठुलो संसद आह्वान गर्ने, संसद बन्द गर्ने सबै प्रपञ्च रचिएको छ। अगाडिको प्रधानमन्त्रीले ठ्याक्कै यो गर्नुभयो, त्यो बेला हामीले रोक्यौँ। अहिले अब हामीले रोक्न सकेनौँ किनकि अध्यादेश बनेर गयो। तर यो अगाडिको प्रधानमन्त्रीले गरेको आफ्नो मान्छे ल्याउनको लागि चलाएको भन्दा के फरक हो? योभन्दा अगाडिको प्रधानमन्त्रीले आफ्नो मान्छे नियुक्त गर्नको लागि पुरै जालजेल गर्नुभयो, अहिलेको प्रधानमन्त्रीले पनि त्यही कुरा गर्नुभयो, त्यही जालजेल गर्दै हुनुहुन्छ। यो आपत्तिजनक छ। यसमा नेपाली कांग्रेस पार्टीको प्रश्न छ, यसमा असहमति छ। यो कुरा हामीले राखेका छौँ, हाम्रो साथीहरूले यसलाई संसदमा राख्नुहुन्छ।